माओवादी अध्यक्ष प्रचण्डले गरे नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत। प्रचण्डले भन्छन् परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन। अब करोडौं जनतै राजावादीतिर लाग्यो भने त हुन्छ, त्यसलाई कसले रोक्न सक्छ? मैले रोक्ने भनेको छु र। दर्शक वृन्द, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन्। आज गृह जिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरू विकसित भएको र आफूले नयाँ अनुभवका आधारमा यो कुरा गरेको बताएका छन्। नयाँ वर्षमा नयाँ सरकारको सम्भावना बारे पत्रकारहरूले सोधेको प्रश्नमा प्रचण्डले भने परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिराखिया छ, त्यसकारण कुनै पनि सम्भावना छ। उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि झण्डै सडकमा रहेको दाबी गर्दै भने नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने मलाई लाग्छ। यसअघि प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न सक्ने संकेत गरेका थिए। त्यसबारे थप प्रस्ट्याउन पत्रकारहरूको प्रचण्डलाई प्रश्न रहेको थियो, तर त्यसबारे थप बोल्न भने प्रचण्ड चाहेनन्। यद्यपि उनले ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताएका छन्। आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै प्रचण्डले अब देश यतैतिर जाने अनुमान गर्नुभएको छ। यसबारे धेरै बोल्न नलगाउन आग्रह गर्दै प्रचण्डले भनेका छन् पछिल्लो पटक घटनाक्रमहरू नयाँ भएका छन्। केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो। मलाई लाग्छ त्यही दिशातिर देश जान्छ। सरकारमा जाने बारे माओवादी केन्द्रले ध्यान नदिएको दाबी प्रचण्डले गरेका छन्। हवस् त, अहिलेलाई यति नै। टिभी कृष्ण सार हेर्दै गर्नुहोला। नमस्कार।